हेलो नमस्ते। फोलिक एसिड एउटा सानो गोली, एउटा सानो ट्याब्लेट मात्र नभइकन आज त्यसको इम्पोर्टेन्स के हो म डाक्टर सन्तोष यादव, आवासीय चिकित्सक पेडियाट्रिसियन तपाईँलाई आज भन्न जाँदैछु। एउटा सानो गोलीले के जोगाउन सक्छ आऊ हामीले देखौँ। हेर्नुहोस्, यो नवजात शिशुलाई यो कन्डिसन भएको छ। हेर्नुहोस्, त्यो कन्डिसन लिएरै जन्मेको हो, कुनै ट्रमा भएको छैन, चोटपटक लागेको छैन है। उसले यो अवस्था जन्मानुगतै डेभलप गरेको छ। हेर्नुहोस्, यो बाहिर निस्केको पार्ट यो अब ब्रेनबाट कन्टिन्युस भएको स्पाइनल कर्ड यहाँबाट निस्किएको छ। यसको कभरिङ नै छिद्रिएर बाहिर निस्किएको पार्ट हो यो स्पाइनल कर्ड। पुरा राम्ररी नै देख्न सक्नुहुन्छ तपाईँहरू छालाको भित्री भाग। अब यो भाग अब बचाउनको लागि हामीले यसलाई भन्छौँ, यसलाई मेडिकल टर्ममा हामीले मेनिन्गोमाइलोसिल भन्ने गर्छौँ है। मेडिकल टर्ममा मेनिन्गोमाइलोसिल भन्ने गर्छौँ। यसलाई बचाउनकै लागि खासमा हामीले प्रिकन्सेप्सनल बच्चा पेटमा आउनुभन्दा अगाडिदेखि नै फोलिक एसिड खाने चाहिँ अब डक्टरहरूको सम्पर्कमा आयो भने उहाँहरूले अवश्य नै सल्लाह दिनुहुन्छ। तर बच्चा जहिलेबाट हामी थाहा पाउँछौँ कि बच्चा गर्भवती, एउटा आमा गर्भवती भइसकेकी छौँ, त्यहाँदेखि नै हामी सुरु गर्नुपर्ने हुन्छ। धेरै जस्तो प्यारेन्टले यो कुरोलाई इग्नोर गर्ने गरेका छन्। यो कुरोले इग्नोर गर्यो भने कति ठुलो क्षति हुन जान्छ बच्चालाई। त्यो आज हामीले हेऱ्यौँ, यो एउटा फोलिक एसिड खायो भने उसले के गर्छ, फोलिक एसिडले यही वललाई क्लोज गरिदिन्छ। यो कभरिङलाई क्लोज गरेर यसलाई भित्रैसम्म राख्छ, बाहिर आउन दिँदैन। अरू पनि धेरै कुरो हुन्छ, जस्तो कि एनेन्केफाली हुन्छ, टाउको सानो भइदिने है। यस्तो समस्याहरू ननिम्त्याउन दिन फोलिक एसिड चाहिँ खानुहोस्। यो बच्चाको आमाले पनि आफ्नो गर्भवतीको पिरियडमा न त फोलिक एसिड खाएकी छिन्, न त क्याल्सियम आइरन नै इन्टेक गरेकी थिइन्, खाएकी रहेनछन्। त्यही भएर त्यो रोगहरूलाई बचाउन डक्टरहरूको सल्लाह, डक्टरहरूको टचमा आउनुहोस् प्लिज। हामीले गरे जस्तो एन्टिनेटल चेकअप गराउनुहोस्। धन्यवाद।